खोटाङ जिल्लामा भोट केमा र कसलाई भन्दा पनि खोटाङ जिल्लाको पिछडिएको वर्ग, भुइँ मान्छे, किसान, मजदुर र तल्लो लेभलको मान्छेहरूको आवाज बोल्ने साथै समग्र खोटाङ जिल्लाको विकासको एउटा खाका कोरेर बसेको मान्छे जो चाहिँ समग्र खोटाङ जिल्लाको विकासको एउटा भिजन लिएर आएको एउटा जनप्रतिनिधिलाई चाहिँ तपाईँ हाम्रो बहुमूल्य मत दिएर विजय गराउनु पर्दछ। नभए अन्यथा हाम्रो मत समय खेर जानेछ, फेरि पनि हामी विकासको गतिमा पछाडि नै पर्नेछौँ। पिछडिएको वर्ग, पिछडिएको भुइँ मान्छे, किसान, मजदुर, भाषा, धर्म, विभिन्न शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, खानेपानी, कृषि, पर्यटन विकास, हरेक क्षेत्रको विकासलाई चाहिँ मध्यनजर गर्दै जसले खोटाङ जिल्लाको समग्र विकासको भिजन बोकेर आउँछ, एउटा खाका कोरेको छ, ऊभित्र चाहिँ एउटा त्यो विकास गर्ने क्षमता छ, खोटाङ जिल्लालाई चाहिँ अगाडि लैजाने एउटा भिजन छ, उसलाई चाहिँ हामीले अमूल्य हाम्रो मत दिएर विजय गराउनु पर्दछ। यो प्रतिनिधि, यो पार्टीको फलाना ढिस्काना भन्दा पनि, यो छाप यसमा भन्दा पनि तपाईँ हामी चाहिँ अब नागरिक स्वयं सचेत भएर खोटाङ जिल्लाबाट चाहिँ सक्षम हाम्रो प्रतिनिधित्व गर्न सक्ने जनप्रतिनिधिलाई पठाउनु पर्दछ। हस् त, भुइँ मान्छेको तर्फबाट सम्पूर्णमा जनप्रतिनिधिहरूमा शुभकामना।